So hello everyone, welcome back to my channel है. Don't forget to like and share and subscribe गर्नु नभुल्नुहोस् होला. र आज भने चाहिँ म दिनको हेर्नु नजारा एकदम चिसो दिन भइरहेछ. र अहिले भने चाहिँ म बजार हिँड्न लागेको है. र आज तपाईहरुलाई बजारमा के हुन्छ कसो हुन्छ है बजारमा देखाउने छु. आज चाहिँ म डाँडासम्म हिँडेर जाँदै छु है. बाटो ब्लक भइरहेछ हाम्रो कटिङ हुँदैछ र त्यस कारणले गर्दाखेरि बाटो ब्लक छ, हिँडेर जानुपर्छ है त भने छ है डाँडा. र बाटो बनाउँदैछ त्यो कारणले गर्दाखेरि हिँडेर जानुपर्ने छ. सधैँ नै हुन्थ्यो गाडी, आज छैन है. अब यो बाटो हिँड्दै जानुपर्छ. म्याक्सिमम 15 मिनट 20 मिनट लाग्छ है. तपाईहरुलाई देखाउँदै गर्छु. र आज चाहिँ एकदम चिसो छ है दिन, हेर्न सक्नुहुन्छ एकदमै चिसो. र अब न्यू इयर पनि आउनु आँट्यो है. तपाईहरुको के छ प्लान, कसो छ है, हाम्रो प्लान के हुन्छ कसो हुन्छ तपाईलाई एकदम दिनेछु अपडेट है. तपाईहरु पनि कमेन्ट राखिदिनुहोस् के गर्नुहुन्छ, कसो गर्नुहुन्छ, प्लानिङ के छ, घुम्नु कहाँ जानु हुँदैछ है. र सबै न्यू इयरको है अपडेटहरु राखिदिनुहोस् होला है त कमेन्टमा. र म भने चाहिँ हिँडेर जाँदैछु र तपाईहरुलाई बाटोमा देखाउने छु है त के हुन्छ कसो हुन्छ. र खासै बाटोमा चाहिँ हामीले चाहिँ भिडियो गर्नु पाउँदैन है, किनभने हाम्रो चाहिँ हार्ट स्टिङ हुन्छ र एक हातले काट्नु मिल्दैन, दुई हातले काट्नुपर्छ है. र त्यस कारणले गर्दाखेरि चाहिँ भिडियोहरू गर्नु साह्रै पाउँदिनँ. र त्यसको लागि म क्षमा चाहन्छु है. र बजारतिर म देखाउने छु. एकदम सास पनि बढिरहेको छ है त. अहिलेलाई यति नै है. अब एकैचोटि गएर म डाँडामा देखाउने छु र कटिङ के हुँदैछ कसो हुँदैछ है तपाईँलाई सब देखाउने छु है त. अहिले चाहिँ यत्रो कटिङ हुँदैछ र यहाँबाट चाहिँ तल्लो रोड बाटो पनि छैन है. र त्यसैले हिँडेर आउनु पर्दैछन्. जेसिबी यहाँ छ, यहाँदेखि तोडेर चाहिँ मेरो गाडी चाहिँ अझै परै छ. पसिना चाहिँ यस्तो डरलाग्दो निक्लिन्छ है. घाम चाहिँ हल्का देख्नु पाउँदैछ अहिले चाहिँ. गाडी घरमा आइसक्यो है. र यही हो मेरो चाहिँ कमान्डर. तपाईँलाई कतिजनालाई त थाहै छ है. र अब चाहिँ म बजारतर्फ लाग्छु है त. अहिले भने चाहिँ म हिँडिसकेँ है एक्लै. र बाटोतिर मान्छे पाउँछ कि बस गर्छ होला है त. ठुलो गाडीले बाटो ब्लक गरिदिन्छ. बाटो यत्रो सानो छ, के खालको आयो चाहिँ म मेन रोड आइसकेँ है. र मेन रोड चाहिँ आज खाली खाली छ. मसला खाली खाली छ मेन रोड चाहिँ. र अब म चाहिँ ब्याङ्क गएको है एटिएम त्यो गर्नु छ है त. क्रस भइसकेको छु, खाना डाँडा आइपुग्यो है. बाट पनि निक्लिसकेँ. र अब जानेछु म सिधै रेल रोड है. रेल रोड गएर खानासाना खाएर है के हुन्छ कसो हुन्छ तपाईँलाई देखाउने है त. अहिले भने चाहिँ डाँडा आइपुगेको अवस्था है. दिन चाहिँ एकदमै जाडो भइरहेको छ.
हेर्न सक्नुहुन्छ है। मेरो गाडी चाहिँ उयो पर्छ अहिले भने चाहिँ म गाडी साडी थन्काएर पनि घरतर्फ हिँडिसकेँ है। र बाटो चाहिँ हाम्रो यो पहिलाको है, स्कुल जाँदाखेरि चाहिँ हामी यही बाटो हिँड्थ्यो पहिला। माथि चाहिँ डरलाग्दो बाटै ब्लक, अर्को बाटो भइकन आएको है, झोडी भइकन आएको। र मेरो भ्लग यस्तै छ है। र आजको भ्लग आज नै एन्ड गर्नुपर्छ होला सायद होइन। र भिडियो एकदमै लामो भएको जस्तो लाग्यो है। र मन पर्यो भने है लाइक शेयर कमेन्ट, कतिजनाले हेर्नुहुन्छ है कृपया कमेन्ट पनि राखिदिनुहोस् होला है। मैले हेर्नु पाऊँ त्यो कमेन्ट है, त्यो कमेन्ट देख्नु पाऊँ, चिन्न पाऊँ है कसले चाहिँ गरेको रहेछ है। र आज यति भन्दै है, र यो मेरो छोटो भ्लगलाई है र आज नै एन्ड गर्न चाहन्छु है त।